माननीयज्यू यो के भने तपाईले यति त नभन्नु पर्ने हो तर जापानको रक्सी साह्रै लाग्दै रहेछ हैन र तिमी खराने ग्याङहरुलाई टिओबी ग्याङहरुलाई तिमीहरुलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु दिन सक्ने हिम्मत ल्याकत ताकत यदि तिमीहरुको छ हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन यतिमा रोकिएन माननीयज्यू छ भने है तिमीहरुलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी तिम्रा बाउहरुले तपाईको सहकारी ठगे के गर्छौ तिमीहरु तिम्रा बाउहरुले सिंहदरबार जलाए के गर्छौ तिमीहरु छ हिम्मत तिम्रा बाउहरुको दिन ल आऊ भन संसदमा उभिएर देऊ भन जवाफ थर्काउनु त संसदमा पनि थर्काएकै हुन् के रे म सुन्न तयार छु ल सक्छौ झुटो समाचार फैलाएको छ दुनिया गरेको छ अझ त स्पष्टका साथमा भन्छु जापानमा हामी सुरक्षित छौं तिमीहरुलाई जनताले जिताएको भनेको आतंक मचाउ भनेर होइन काम गर भनेर कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर काठमाडौँमा उभिएको मान्छेलाई आगो लागि भएको मान्छेलाई एउटा जाबो सडकमा रोकेको मान्छेलाई प्रहरीले कुटी कुटी आगो लाउन बाध्य भएको मान्छेलाई उपचार गर भनेको त्यति भन्न नहुने तिमीहरुलाई देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरुले दम छ ल आऊ भोलि बिहान हामीले यहाँ तपाईको नेगै भन्ने शहरमा कार्यक्रम गरिरहेका छौं आऊ न अगाडि प्रजातन्त्र यही हो के भनेका छौं हामीले अरे यार रेस्पोन्सिबल बन मान्छे मरेको छ त्यसको जवाफ देऊ त्यो भन्न नपाइने हो तिमीहरु को हो त्यस्तो तिमीहरुमा क्षमता छैन गाजा खाने गजेडीहरुका ग्याङहरु टिओबीहरु साला सहकारी ठगहरु तरिका हुन्छ नि एउटा कुरा कुनै पनि चीजको एउटा तरिका हुन्छ कुनै पनि चीजको त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु जापानमा म सुरक्षित छु दाजुभाइ हो केही फरक पर्दैन अब नयाँ नयाँ सांसद आए नयाँ नयाँ पार्टी छ अनि मिलेर काम गर्छन् भनेको त एक अर्काको यहाँ खुट्टा तान्दै बसेर छन् यस्तो पनि हुन्छ अब चल्छ देश